Hello everybody, good morning. आज चाहिँ म ककनी जाँदैछु टक्क लगाएर बिहानको मिरमिरे उज्यालो हुन लागेको छ। सबैजनाले ककनीको दर्शन गरिसक्नु भइसक्यो होला। हामी चाहिँ आज पञ्चमीको दिन चाहिँ जाँदैछौँ ड्याडी र म दुईजना। आई होप सबैले त दर्शन गरिसक्नु भयो। बाटोमा हिँड्दै हिँड्दै हामी ककनी मन्दिर जाँदै ठ्याक्क हामी केरबेटा माथिको डाँडामा हामीले देख्न सक्नुहुन्छ। र यता रहेछ केरबेटा, यता रहेको छ के भन्छ यता बैशाखे, यता रहेछ मबिर। घाम झलमल्ल लागिरहेछ, झलमल्ल हाम्रो बाटो रहेछ यस्तो बाटो छ है। तल छ हाम्रो गाउँ अनि यता छु म। हात कङ्ग्रेस चिसोले कक्रक्क भयो थियो अघि त। र यो माथि हो हामी पुग्नुपर्ने ठाउँ। माथि यता घाम लागिरहेछ। मजा आइरहेछ। खुट्टा दुखिरहेछ, भुँडी दुखिरहेछ, भोक लागिरहेछ। मजा आइरहेछ। हिँड्नु पनि के हिँड्नु। अझै भने मजा त आइरहेछ भन्नु पऱ्यो नि। मजा त आइरहेछ भन्नु पऱ्यो नि होइन गाइस। लाइक साथीहरू अब चाहिँ ठ्याक्क आइपुग्न आयो। 10-15 मिनट लाग्छ होला यहाँबाट पुग्नु। ठ्याक्कै मेन रोड आइसकेको छ हामी। यहाँबाट चाहिँ गाडीहरू पनि भेट्छ, तर सबै प्याक हुन्छ, भेट्नु सक्दैन। ओखलीबाट आउने गाडीहरू रामपुर अनि यता गोराखरी हुने त उताबाट आउँछ। यताबाट चाहिँ यता छेमुल खर्क मलुङ खोला बाटो हुँदै आउनेहरू गाडीहरू चाहिँ टन्नै देख्न सकिन्छ यहाँबाट। भनेपछि मेन रोडबाट हामीले हिँडेर 10-15 मिनट लाग्छ। त्यहाँ ठ्याक्कै गुराँसे मन्दिर तपाईँहरूले हामीले दर्शन गर्न सकिन्छ। यही रहेछ मेन रोड। गाडीमा यो पारा चाहिँ कुनै कतासँग कुनै साल गएको सँग, तर गाडी पल्टेको थियो कि खोलामा खोल्साङ झाल्यो थियो। ल बाटो आइसकेको छ मेन रोड। माथि तिन तले डाँडा माथि रहेछ। अनि त्यहाँबाट चाहिँ काठमाडौँ सब अब हिँड्ने ठाउँहरू मौसम उल्टेको होला देख्न सकिन्छ। त्यो डाँडाबाट त्यहाँ चाहिँ नयाँ वर्षमा पिकनिक खान जानेहरू टन्न आउँछ। अनि हिउँ परेकोले हिउँ खेल्न आउनेहरू टन्न मान्छेहरू आएको पाइन्छ त्यस जङ्गल डाँडामा। यो चाहिँ खस्रेनी हो, त्यो खस्रेनी भन्छ। बुढा यताको डाँडा पहाडहरू यस्तो देखिन्छ। उफ्मा थिएन, हिमाल देखिरहेको छ। हिमाल ल सेतो हिमालहरू पनि देख्दैछ यहाँबाट। तपाईँहरूले आउनु सक्नुहुन्छ घुम्न हेर्ने चट्ट लगाएर। ल गुराँसे मन्दिर नै आइसकेको छ है। यो पट्टि हो। यता उता गर्दै सुनसान छ ठाउँ, कोही पनि छैन त। उठे 2-3 जना आएछ।
ल मन्दिर सिधा आइपुग्यो हामी मन्दिर सिधा मोहनमा चढाउँदै जानुपर्छ यो यहाँ चाहिँ दुईटा बाटो रहेछ कि पहिला यही बाटो मात्रै थियो मन्दिरको चाहिँ विष्णु तल अनि दुईटा बाटो रहेछ तल बाटो जाँदैछ आजभोलि यो बाटो चाहिँ कोही हिँड्दो रहेन कि पहिलाको बाटो पहिला गाडी नआउँदाखेरि यो बाटो मात्रै थियो एउटा मात्र बाटो खोइ फुल यो बाटो त कोही नि हिँड्दो रहेन त सर तलको बाटो हिँड्दो रहेछ चढाएको नि रहन्छ के हो यहाँ चाहिँ बत्ती घारी रहेछ लाइटर ल्याउनु भयो किनेर लाने होइन किनेर लाने होइन लाइटर अगरबत्ती सबै बाटो जाँदो रहेछ ल बिस्नु हामी सिधमा कुटिया पहिला टिङ्ने यही हो नि पहिला आउने खतरा बनाएको छ बाटो त दुवैपट्टि बनाएको छ पारिपट्टि नि वारिपट्टि खोइ फुल Understood. नुनी गली Long. Inside. यहाँ ढोला रिचेले आरे का हुआ कोई के नोटी का केयर रो भागे संबंध आ हो यहाँ ढोला रिचेले आरे का
यहाँबाट आउने के अरे त्यो भइरहनु यता यहाँ भिडियो भइरहेछ के बोल्नु बोल्दा के बोल्नु ककनी मन्दिर पानी बोक्ने भन्दा बराबर बात ल गाइस दर्शन गरियो लाउरी फेरि मेरो के घुमेको यसै घुमेको त त्यो भने चाहिँ कर्ने पनि उठेको है पर्ने बिहान मात्रै छ पर कहाँ डाँडा के व्यापार ल्याएको थियो ल्याएको थियो बेला थियो नि त्यसको तलै नि है गरेको एउटा बेरलाई 500 अरे अनि यता कति 300 मात्रै हो नै कसरी 500 लिन्छ पर साले हाउरा कति
गाउँको